सम्मानीय सभामुख महोदय, आज यो उपसभामुखजीको निर्वाचनको घडीमा हाम्रो पार्टीले खुला छलफल सबै दलसँग सहकार गर्ने कुराको लागि नै सबै दलसँग सहकार भएको। सहकार गर्ने बित्तिकै एउटा कुनै घटनामा सहकार नहुँदाखेरि कुनै मान्य साथीले कटाक्ष गर्नुभएछ, त्यो मलाई उपयुक्त लाग्दैन। दोस्रो कुरा, हाम्रो पार्टीको जति विशाल जनमत छ त्योभन्दा विशाल हृदय हाम्रो पार्टीको सभापतिजीको छ, हाम्रो प्रधानमन्त्रीजीको छ। किनकि त्यो हामी सम्पूर्ण पार्टीको साथीलाई बडा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि हामी हरेक पार्टीसँग यो जस्ट सुरुवात थियो, सहकारको सुरुवात थियो, अन्तिम थिएन। हामी 5 वर्ष तपाईहरुसँग विभिन्न मुद्दामा सहकार गरेर नै देश बनाउन अगाडि बढ्छौँ। साथसाथै हामी तपाईहरुलाई के विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि हामी सबैजना देश बनाउन आएको छौँ। यो ऐतिहासिक संसद छ। ऐतिहासिक के मानेमा छ भने यो जेनजी आन्दोलनपछि आम निर्वाचन भएर जेनजी आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति म श्रद्धाञ्जली व्यक्तिगत रूपमा दिन चाहन्छु, पार्टीको तर्फ दिन चाहन्छु र साथसाथ जेनजीको प्रतिनिधित्वको लागि पनि हाम्रो पार्टी सदैव सजग र तत्पर छन्। हाम्रा प्रधानमन्त्री, हाम्रा आदरणीय सभापतिजी सबै त्यो विचार गरेर हाम्रो क्याबिनेटमा पनि त्यही तरहको प्रतिनिधित्व छ र संसदमा पनि त्यस्तै प्रतिनिधित्व हामी देखाउन खोजेको। हामी कुनै दलप्रति आग्रह पूर्वाग्रह राखेको छैन। जहाँसम्म रुबी कुमारी ठाकुरको बारेमा भन्न चाहन्छु, त्यो वर्ल्डकै सबभन्दा यङ्गेस्ट डिप्टी स्पिकर 25 वर्षको उमेरमा वर्ल्डमा कहीँ पनि भएको छैन, गुगलमा सर्च गरे हुन्छ। उहाँ 3टा प्रतिनिधि पात्र हुन्, महिला पनि हुन्, मधेसी हुन्, मधेसीमा पनि उपेक्षित समुदायका हुन्। किन म मधेसबाटै प्रतिनिधित्व गर्छु। संयोगले यो संसदमा रोस्टममा उठ्दाखेरि म 5औं कार्यकाल मेरो संसदमा छ। यो 5औं कार्यकालको म माननीय सांसद बोलिराखेको छु। म आफ्नो अनुभवको आधारमा भन्छु कि न भूतो न भविष्यति, भविष्यमा पनि हुन्छ मलाई लाग्दैन। किनकि नेपालको संसदीय इतिहासको म एउटा विद्यार्थी पनि हो कि जुन तरिकाले रुबी कुमारी ठाकुरलाई हाम्रो पार्टीले अंगीकार गर्यो र सबै पार्टीले समर्थन गर्यो, एउटा पार्टी एक पार्टी बाहेक, त्यो ऐतिहासिक हो। किन हो भने उहाँ जेनजीको प्रतिनिधित्व पनि गर्छन्, महिलाको प्रतिनिधित्व गर्छन्, मधेसीको प्रतिनिधित्व गर्छन्, साथसाथै एउटा उपेक्षित समुदायको प्रतिनिधित्व गर्छन्, जसलाई काठमाडौँमा कपाल काट्ने समुदायको रूपमा चिनिन्छ। त्यसकारणले आज किनकि जुन मधेसले यो आम निर्वाचनमा जेनजी आन्दोलनलाई विशाल छाती प्रस्तुत गर्यो, 32 सिटमा 31 सिट दियो। एउटा टेक्निकल कारणले हुन सकेन, 30 सिट दियो प्रत्यक्षमा र 13 लाख समानुपातिकमा भोट दियो। त्यसको पनि एउटा प्रतिनिधि पात्र रुबी कुमारी ठाकुर हुन्। उसलाई एउटा समुदायसँग मात्र नजोरौँ। साथसाथै म के भन्न चाहन्छु सरकारको दलको तर्फबाट कि हाम्रो सरकार देशमा सुशासन, भ्रष्टाचार अन्त गर्ने, दिगो विकास र देश निर्माणको काममा हामी सबैसँग हातोमाले गरेर आगामी दिनमा जान्छौँ। त्यसकारणले यो संसदलाई हामी कटाक्षको थलो नबनाऊ, एक अर्कोलाई घोचपेचको गर्न नबनाऊ। यसलाई हामी एउटा राष्ट्र निर्माणको थलो बनाऊ, राष्ट्रको नीति निर्माणको थलो बनाऊ, जहाँ राष्ट्रले 30-35 वर्षदेखि जनता ठगिएको छ, त्यो ठगिएबाट मुक्त गरौँ। किन जनताले विकास खोजेको छ, सुशासन खोजेको छ, भ्रष्टाचार मुक्त समाज र देश खोजेको छ। हामी एउटा कुरा के आग्रह गर्न चाहन्छु कि हामी अहिले समितिहरू बन्न बाँकी नै छ। भोलि संवैधानिक प्रस्ताव छ, विभिन्न विकास निर्माणको कुरा छ, हामी बजेट निर्माणको कुरा छ। हाम्रो माननीय अर्थमन्त्रीजी पनि यही हुन्छ। हामी बजेटमा पनि कुनै काखा पाखा लगाउँदैन। हाम्रो सरकारको बराबर क्लियर छ, हाम्रो पार्टीको नीति क्लियर छन्। त्यस कारणले हामी कुनै वादमा नजाउँ, हामी नेपालवादमा विश्वास गरौँ। हामी नेपाली हो, नेपालको विकास गर्छौँ, नेपाललाई नेपालीपनको रूपमा हामी विश्वलाई चिनाउँछौँ। त्यस कारणले हामी नेपालीपन बनौँ। हामी बादमा फसेर नै हाम्रो देश दुःख पाएको, हाम्रो नेपाली जनता दाजुभाइ दिदीबहिनीले दुःख पाएको हो। त्यस कारणले मैले एउटा आग्रह गर्न चाहन्छु कि रुबी कुमारी ठाकुर हाम्रो सबभन्दा उपयुक्त अहिलेको वर्तमान राजनीतिक परिदृश्यको उपयुक्त माननीय सांसद हुनुहुन्छ। उहाँलाई सभामुख नोमिनेट गर्दाखेरि देश र जनताको गौरव बढ्छ, जेनजी आन्दोलनको हाइट बढ्छ र त्यसमा सम्पूर्ण युवा को प्रति सम्मान पनि हुन्छ। किनकि हामी राजनीतिमा जहिले पनि बुढापाकाले मात्र कब्जा गरेर जुन सोच छ त्यसबाट मुक्ति पाऊँ।
यदि मभन्दा उपयुक्त मान्छे युवा छ भने उहाँलाई ठाउँ दियो, हामी ठाउँ छोड्ने बानी बनाऊ। यो होइन कि एउटा खुट्टा हारीघाटमा अर्को खुट्टा संसदमा र क्याबिनेटमा जुन प्रवृत्ति छ त्यसलाई हामी अन्त गरौँ। त्यो अन्त गर्नको लागि पनि हामी माननीय रुबी कुमारी ठाकुरलाई अगाडि सारेको हाम्रो पार्टीले सारेको हो। किनकि हामी परिवर्तनको एहसास बोलीले होइन कामले देखाउन चाहन्छौँ। त्यस कारणले हाम्रो प्रधानमन्त्री पनि युवा नै हुँ, किनकि 35-36 वर्षको मान्छेलाई बुढो भन्न मिल्दैन, युवा हुनु मिल्छ। किनकि हाम्रै सामाजिक सुरक्षा यही अर्थमन्त्रीजी हुनुहुन्छ, 70 वर्षमा दिने गरेका छ, 70 वर्षलाई बुढो भनिन्छ। तर हामी 65मा 60मा रिटायरमा एउटा आम सहमति कायम गरौँ कि हामी जबसम्म वैकल्पिक राजनीति भने मान्छे, किनकि युवाको विश्वास राजनीतिबाट उठिरहेछ। किनकि मैले आइआरको विद्यार्थी, अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थीको कारणले पनि विभिन्न देशमा हाम्रै आफ्नै नेपाली दाजुभाइ जो पढिरहेको छ, राजनीतिमा आउन चाहन्छ, तर जुन राजनीतिमा सिन्डिकेट प्रणाली थियो त्यसबाट उनीहरूलाई जहिले पनि पस्न गाह्रो छ। किनकि पुरानो मान्छेले पद छोड्नै नचाहने, पुरानो अगटी राख्ने, नयाँको कुनै ठाउँ छैन त के को लागि आउने, मात्र फलोवर हुने कि लिडर पनि हुने। त्यस कारणले यो लिडरसिप बनाउने अभियानको तहत पनि हाम्रो पार्टीले सोच सम्झेर रुबी कुमारी ठाकुरलाई समर्थन गरेको हो। यसमा कुनै इफ एन्ड बट छैन, यसमा कुनै कसैले मन छुटाउनु पनि पर्दैन। म आफ्नो पार्टीको तर्फबाट, आफ्नो सरकारको तर्फबाट, पार्टी सभापतिको तर्फबाट, सम्मानीय प्रधानमन्त्रीजीको तर्फबाट सम्पूर्ण दललाई आश्वस्त पार्न चाहन्छु कि हामी सहकार्य गर्न आएको हो। हामीलाई कुनै 2/3 दम्भ छैन, हामीलाई दम्भ देखाउनु छ भने हामीलाई जति 2/3 बहुमत नेपाली जनताले दिएछ त्योभन्दा ठुलो छाती दिएछ हाम्रो सभापतिलाई र प्रधानमन्त्रीलाई। त्यस कारणले यो जुन अहिलेको बेलामा अहिले पनि म आग्रह गर्छु कि विवाद सर्वसम्मतिले नै उहाँलाई रुबी कुमारी ठाकुरलाई चयन गरौँ। उम्मेदवारी दिनेबित्तिकै कुनै छैन कि हामी भोटिङमै जानुपर्छ। त्यो दलले यदि यो कुरालाई सम्झेर, किनकि हामी बादमा फसेर हामी कहिले जनयुद्धमा फस्ने, कहिले मधेस आन्दोलनमा फस्ने, कहिले थरवट आन्दोलनमा फस्ने, विभिन्न जातमा देश निर्माण कहिले गर्ने। हामी एक ठाउँमा आउँ, एउटा कमन एजेन्डा निर्माण गरौँ, एउटा कमन ग्राउन्डबाट नेपाललाई टेकअप गरौँ, आर्थिक रूपले, राजनीतिक रूपले, सामाजिक रूपले। आज हामी समाज जोड्ने आवश्यकता छ, तोड्ने आवश्यकता छैन। आज राजनीतिक दल जोड्ने आवश्यकता छ, तोड्ने आवश्यकता छैन। हामी कुनै दललाई विगतको जुन थियो कि पार्टी तोड्ने, आफ्नो स्वार्थ पुरानो भएन त्यसलाई महाभियोग लगाउने, यो सबै पुरानो कुराको हामी पुनरावृत्ति गर्दैन, यति विश्वास दिलाउन चाहन्छु हामी दलको तर्फबाट। किनकि हामी देखेका छौँ सर्वोच्चमा आफ्नो यदि पुरा भएन भने सर्वोच्चको न्यायाधीशलाई पनि महाभियोग लागेकै हो। त्यही विगतको संसदमा संयोगले म त्यहाँ पनि सांसद थिएँ। संवैधानिक परिषदमा आफ्नो कोरम नपुग्दाखेरि उपसभामुखलाई कतिचोटि प्रयास भएकै हो कि 2/3 हटाउने, हामीले सिग्नेचर नगरेको नभएको हो। किन मलाई नि कतिचोटि आए, म स्वतन्त्र सांसद थिएँ, सबै म त्यहाँ ठोकिन्थ्यो। मैले भनेको होइन, म यसमा कुनै महिला, जनजाति, मधेसी, दलितको जो समान उपेक्षित वर्ष उसको विरुद्धमा मेरो कलम सिग्नेचर हुँदैन। मैले तत्कालीन प्रधानमन्त्रीलाई भनेकै थिएँ, आज यो रोस्टमको बडा दुःखको साथ भन्नुपर्छ। त्यस कारणले आज हामी त्यस्तातिर तेरो मेरो कुरा नगरौँ, हाम्रो कुरा गरौँ, हाम्रो नेपालको कुरा गरौँ, हाम्रो नेपाली कुरा गरौँ, हाम्रो विकासको कुरा गरौँ। हामी कसरी सुशासन कायम गर्नेमा हाम्रो सरकारलाई सहयोग गर्ने, हामी संसदलाई कसरी सुचारू गर्ने। यो होइन कि संसद बन्द गर्ने जो रेकर्ड कायम हुन्छ कि जहिले पनि रोस्टम घेर्ने, आफ्नो स्वार्थ पुर्याउने, त्यो स्वार्थ सिद्धिको आधार नबनाऊ। किनकि जनताले ठुलै आशा लिएको छ। न त 5 वर्षको संसदको चुनाव 3 वर्षभित्रै गर्नुपर्ने थिएन, किनकि 79 को चुनाव 84 में हुन्थ्यो। यो 82 में विशेष परिस्थिति भएछ, विशेष कामको लागि भएछ। यसको आफ्नो विशिष्टता छ, यो विशिष्टतालाई कायम राखौँ, त्यो पुरानो परम्परालाई अलिकति केही दिन थाती राखौँ। नेपालको विकास निर्माणको लागि आएको रुख हो, सरकार हाम्रो 2/3 संख्या हाम्रो हो। त्यस कारणले हामी नेपाली जनतालाई फल दिन्छौँ र तपाईँहरूलाई पनि कुनै हिसाबले हामी हुच्याउँदैन। म फेरि अनुरोध गर्न चाहन्छु, अहिले पनि म राप्रपाको साथीहरूसँग अनुरोध गर्न चाहन्छु, यो मौकालाई नगर्नु। रुबी कुमार ठाकुरलाई सक्न लागि महोदय म अनुरोध गर्न चाहन्छु कि रुबी कुमारी ठाकुरमै यो पुरा मान्यजीहरू सम्मति गरेर अगाडि बढौँ। यही हाम्रो नेपालको विशेषता हुन्थ्यो, यही आजको आवश्यकता थियो। त्यस कारणले हाम्रो पार्टीको तर्फबाट, व्यक्तिगत मेरो तर्फबाट रुबी कुमारी ठाकुर जीको जुन उम्मेदवार हुन्छ उहाँ पूर्ण समर्थन छ र उहाँ सबभन्दा उपयुक्त पात्र हो। यो इतिहासले साबित गर्छ आउने दिनमा। धन्यवाद।